नमस्कार साथीहरू, फेरि एकपटक यहाँहरू सबैलाई मेरो भ्लगमा स्वागत छ। आज म एउटा अत्यन्तै सुन्दर र रमणीय ठाउँ देखाउन गइरहेको छु, जहाँ प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणले तपाईँको मन जित्नेछ। जुन ठाउँ हो सुर्खेतको बुलबुले ताल। ल अब हेरौँ है त बुलबुले तालको दृश्य। बाटोमा हिँड्दै थियौँ र केही समय यति धेरै ठुलो पानी पर्यो र हामी केही समय पसलमा ओत लाग्यौँ र पानी फाट्यो। त्यसपछिको दृश्य हो यो चाहिँ। यो चाहिँ ठ्याक्कै दैलेख रोड नेर हो। अब यहाँबाट चाहिँ सिधै हिँड्दै गइसकेपछि 5 मिनट हिँडिसकेपछि हामी चाहिँ बुलबुलेको गेटमा पुग्छौँ। यसरी हामी चाहिँ हिँड्दै दुईजना गइरहेछौँ अगाडि। यो चाहिँ मेरो गाउँको छोरो भन्ने पर्छ। आज चाहिँ एकदमै धेरै शीतल थियो सुर्खेतमा, किनकि धेरै ठुलो पानी परेर होला। मौसम पनि क्लिन थियो, हिँड्नलाई पनि एकदमै राम्रो वातावरण थियो। लगाइज अब हामी बुलबुले चोकमा पुगिसकेका छौँ। अब हामी यहीँ गेटबाट भित्र छिरेर चाहिँ बुलबुले ताल हेर्छौँ र बुलबुलेको दृश्य कस्तो छ त्यो सबै अवलोकन गर्छौँ। ल गाइज, अब बुलबुले उद्यान यही हो। बुलबुले भित्र छिर्ने मेन गेट चाहिँ हामी अब यहाँ पुगिसकेका छौँ। अब यहाँबाट चाहिँ सिधै अगाडि 5 मिनट हिँड्यो भने चाहिँ हामी ताल देख्न सक्छौँ। यहाँ बुलबुले भित्र जानलाई चाहिँ टिकट काट्नुपर्छ। एकजनाको चाहिँ 20 रुपियाँ हुन्छ। त्यही भएर हामी चाहिँ यसरी टिकट काट्यौँ। दुईजना थियौँ र 40 रुपियाँ मैले 100 रुपियाँ दिएँ। 40 रुपियाँ काटेर चाहिँ मलाई 60 रुपियाँ फिर्ता दिनुभयो। अब चाहिँ हामी यहाँबाट छिरेर चाहिँ टिकट लगेर भित्र चाहिँ हामी यहाँबाट छिरेर भित्र जान्छौँ। ल गाइस, यस्तो छ। हामी गइरहेछौँ अहिले बुलबुले तालमा। इन्भाइरोमेन्ट पनि साथ दिइरहेको आज चिसो मौसम छ। चिसो मौसममा बुलबुले ताल हेर्नुको छुट्टै मजा आउँछ होला। गइरहेको छु यो बाटो सिधा, यहाँ देखेको बाटो सिधा सिधा बाटो हो। चाहिँ त्यो बाटो देखेको एकजना साथीले आइ भन्दै थिएँ। हामी दुईजना जाँदैछौँ है। यस्तो छ जियोस् अहिले यस्तै पानी पर्दाखेरि जियोस् राम्रो हुनेछ कि भित्र। अब यहाँको इन्भाइरोमेन्ट हेर्दा कति हरियो देखिरहेको हेर्नु त गाइज। यस्तो छ, वरिपरि रुखहरू छ, साइडमा ठुलो ठुलो के रुख हो? मलाई पनि थाहा छैन रुखको नाम चाहिँ। त्यस्तो छ, रमाइलो रहेछ अहिले सुर्खेतमा चाहिँ। बुलबुले तालको वरिपरिको दृश्यको बारेमा कुरा गर्दाखेरि ताल वरिपरि घना हरियाली र सुन्दर बगैँचा छन्, जहाँ घुम्न र विश्राम गर्न रमाइलो हुन्छ। पैदल हिँड्ने बाटो र बस्ने ठाउँहरू भएकोले परिवार तथा साथीहरूसँग समय बिताउन उपयुक्त छ। बिहान र बेलुकाको समयमा चिसो हावा, चराचुरुङ्गीको चिरबिराहट र शान्त वातावरणले विशेष आनन्द दिन्छ। तपाईको भ्लगको पुरा सुपरस्टार मै बन्नुपर्छ कि होइन सरजी? आमामा हेर्दा लास्टै राम्रो रहेछ कि अहिले। योभन्दा अगाडि कहिले चैत्र आउँदाखेरि चाहिँ यस्तो राम्रो थिएन, पुरै खडेरी परिरहेको थियो। अहिले चाहिँ लास्टै राम्रो हेर्नु त, दुबो पनि यस्तो राम्रो छ, हरियो छ के मन मोह्ने पनि अनि दृश्यले चाहिँ हेरिराख्नु जस्तो लाग्ने। फोटो तथा भिडियो खिच्न चाहनेहरूका लागि पनि यो उत्कृष्ट स्थान मानिन्छ।
पहिले पहिले माछाहरू टन्नै हुन्थ्यो, अहिले छ कि नै केही देखिन्न हुन्छ। छन् होला सानो सानो, तर पहिले चाहिँ ठुल्ठुलो पनि थियो कि माछाहरू, टन्नै थियो टन्नै जस्तो। जुन तालबाट पानी चाहिँ यसरी आइरहेको हुन्छ, यहाँ चाहिँ प्रायः मान्छेले सबै मान्छेले गरियो भने चाहिँ नुहाउनको लागि पनि यस्तो व्यवस्था गरेको छ। सबै कुराको सुविधा गरिरहेको छ नुहाउनको लागि चाहिँ। यस्तो एउटा दुईवटा यसमा आउँदैन चाहिँ 3टा 4वटा 5वटा धारा रहेछ। ढुङ्गे धारा नाम रहेछ यसको धाराको नाम चाहिँ। बुलबुले तालको वरिपरि फैलिएको हरियाली प्राकृतिक सौन्दर्यको अनुभव उदाहरण हो। ताललाई घेरेर रहेका घना रुखहरू, हराभरा वनस्पति, चराचुरुङ्गीहरूको मधुर आवाज र शान्त वातावरणले नै यहाँ आउने जो कोहीलाई पनि आनन्दित बनाउँछ। यसमा छ नि, यो पहिले पहिले चाहिँ यसबाट माथिबाट पानी माथि छर्केर आउँथ्यो, अहिले चाहिँ आउँदो रहेन कि सुकेको रहेछ अहिले चाहिँ यसमा। यहाँको शान्त वातावरणले मनलाई सुकुन दिन्छ, हरियालीले आँखालाई शीतलता दिन्छ र प्रकृतिको प्रत्येक स्पन्दनले जीवनलाई नयाँ ऊर्जा प्रदान गर्छ। ल अब आउनुस् यता बुलबुले ताल हेरौँ। कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा अवस्थित बुलबुले ताल जमिन मुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामाकरण गरिएको हो। यो ताल समुद्री सतहदेखि करिब 657 मिटर उचाइमा रहेको छ। प्रकृतिको काखमा शान्त रूपमा मुस्कुराइरहेको बुलबुले ताल यहाँ आउने बित्तिकै मनका सबै थकानहरू आफै हराए झैँ लाग्छ। तालको स्वच्छ पानीमा प्रकृतिको हरियो प्रतिबिम्ब झल्किँदा यस्तो अनुभूति हुन्छ, मानव धरतीले आफ्नो सौन्दर्यलाई ऐनामा हेरेर मुस्कुराइरहेकी छ। बिहानको सुनौलो घाम होस् या साँझको कोमल उज्यालो, बुलबुले तालले हरेक क्षण नयाँ रूप धारण गर्छ र हरेक आगन्तुकहरूको मनमा अविस्मरणीय छाप छोड्दछ। यदि तपाईँ प्रकृतिको वास्तविक सुन्दरता महसुस गर्न चाहनुहुन्छ भने जीवनमा एकपटक बुलबुले तालको यात्रा अवश्य गर्नुहोला। यहाँको हरियाली, शीतल वातावरण र मनमोहक दृश्यले तपाईँको मनमा सधैँभरि मिठो सम्झना बनाइरहनेछ।